के तपाईं सोच्नु भएको छ प्यारालाइसिस जस्ता रोग र एउटा चरम गरिबीको साथ एउटा व्यक्तिलाई जुझ्नु पर्दा एउटा परिवारलाई जुझ्नु पर्दा कस्तो अवस्था हुन्छ भनेर सेम अवस्था आएको छ सुखदेव चौधरीको, जहाँ यो म तर्ही गाउँमा आएको छु। यो उहाँ 2-3 महिनादेखि प्यारालाइसिस पेसेन्ट हुनुहुन्छ र उहाँको आर्थिक अवस्था यति कमजोर छ कि उहाँलाई खाना लाउनको लागि समेत समस्या परिरहेको अवस्था। दर्शक भगवान बेटा पुतो चाहिँ बिल्कुल नहीं ताकै छ, नहीं ताकै। नमस्कार हजुर, हम बड़ी गरीब चाहिए 3 कम्बे वाला चाहिए। यदि तपाईमा दयाको भावना छ, यदि तपाईँ दान गर्न चाहनुहुन्छ भने यस्ता व्यक्तिहरूलाई दान गरेर तपाईले पुण्य कमाउन सक्नुहुन्छ। त्यसैले कति सक्नुहुन्छ उहाँको नाममा जति सक्नुहुन्छ त्यहाँ मद्दत गरिदिनको लागि हामी हार्दिक अनुरोध गर्दछौँ। अहिले पानी परिरहेको अवस्था छ, हेर्नुस् उहाँको घरको अवस्था कस्तो, घरको अवस्था हेर्नुस् एकदम पानीले रुझेर बस्ने ठाउँ पनि छैन। उहाँ यहाँ बस्नुहुन्थ्यो तर यहाँ उहाँको बसाई यहाँ यस्तो अवस्था भएर बसाई सार्नु परेको अवस्था छ। यहाँ उहाँको घरको अवस्था हेर्नुहोस्, कुनै घर यस्तो छैन जहाँ कि बस्न सकोस्। त्यसैले यदि यहाँहरूमा यदि अलिकति पनि दयाको भावना छ, यदि तपाईँ दान पुण्य गर्न चाहनुहुन्छ भने उहाँलाई प्लिज सहयोग गरिदिनुहोस्। के कति सहयोग गर्न सक्नुहुन्छ? उहाँको घरको अवस्था यस्तो छ, अहिले यस्तो यो सानो झडी सानो पानीले यदि यस्तो अवस्था छ भने ठुलो पानी पर्दा यो घर कसरी रहन सक्छ र उहाँहरू कहाँ बस्नुहुन्छ, के खानुहुन्छ त्यो कुनै ठेगान छैन। त्यसैले दर्शक भगवानलाई विनम्र अनुरोध गर्दछु उहाँलाई जान बचाइदिनु पर्यो, किनभने उहाँको छोरा छ एउटा तर छोराले हेर्दैन। अब नहर दिएपछि जब उहाँ के अरे उहाँ नै घरको परिवारको खम्बा हुनुहुन्थ्यो, उहाँ कमाउनुहुन्थ्यो, पुरा परिवार चल्थ्यो। अब यस्तो अवस्था भइसक्यो, हेर्नुहोस् उहाँको अवस्था हिडुल गर्छ चलहिल गर्छ। उहाँ अब उठ्न बस्न केही सक्नुहुन्न, न त इलाज चलिरहेको छ तर प्यारालाइसिस जस्तो रोग तुरुन्तै इलाज सम्भव हुँदैन, बिस्तारै बिस्तारै होला 6 महिना 1 वर्ष लाग्ला, तर त्यो अवस्थामा उहाँको अवस्था के हुन सक्छ। त्यसैले उहाँको कमसेकम यो घर जुन यस्तो अवस्थामा छ त्यो घरलाई कमसेकम मेन्टेन गर्न सकियोस् र उहाँ यस्तो अवस्थामा पनि भोलिको दिनमा गुजारा चलोस्। हस् त, नमस्कार एवं धन्यवाद। घर के गार्जियन छले किछो न कर रही छे, आ बेटी बियाह करे छे, बेटा पुतो छे बिल्कुल ताकै छे, नहीं ताकै। को दाम आबै छ? नहीं आब की कहै छै फोन करै छै त? मोर जो किछो से कहै छै घर दुआर चुबै छै सब चीज। हां उठा बैठ नहीं सके छे, सब चीज करे छे अपने। हां दवाई करे पैसा दवाई करे पैसा देबे न करे छे, कोई छेबे न करे त के देते? दवाइयो न पुगे छे, दवाई करे ले दवाई न पुगे छे, कोई देबे न करे त के दवाई पुगे? बेटा की कहे छे? नहीं जेबे, हमरा अपना जिंदे न करिए, हम कत से देबे? करो भाई दवाई नहीं करो, हम अपना बेटा बेटी के पढ़ा के कोई दवाई दे छोड़ दे, नहीं करते दवाई, नहीं कर कुछ हो नहीं कर दवाई। जिंदा जिंदगी कलम छोड़ देते। हां जारो घंड में नजर के लोग देखल त हैरान करे छे बेसी। समस्या छै जो बड़ी समस्या है, बड़ी समस्या है जो बेटा एको बोलता है जो की करिया जो अब उधर से हमारा अपनी जो इच्छा है कर जो बड़ी गरीब चाहिए, बड़ी काय पानी भी जो ये अब चेक करिए जो उधर से वहां कोर लाए